ब्याक टु माई न्यू भिडियो र आज चाहिँ नयाँ दिनको सुरुवात। अनि हामी चाहिँ भान्जो चाहिँ यो हेर्दैछन्। त्यही हो, हामी कहाँ गयो भान्जे? किन हो के कारण हो भन्ने यो चाहिँ भोलि थाहा हुन्छ। भोलि भिडियोमा कस्तो लाइटिङ भन्दै रोके यार, तर के हो के यार रुम यार चित्तै बुझ्न गाह्रो हुने के हो मान्छेको जातलाई। अनि के हो भने आज आएको काठमाडौँ चाहिँ त्यो चाहिँ किन आएको के आएको भन्ने अब यो भिडियो आउने बेला सबै हुन्छ होला, सबै जोडै हालिदिन्छु। त्यो चाहिँ स्पेसल हो सबैको लागि त नहोला, मेरो लागि चाहिँ ठुलो स्पेसल हो। त्यही हो, हामी चाहिँ अहिले कुन होटेल हो यार त बसिरहेको छन्। यति ठुलो हस्पिटल जस्तै छ टलाउने यार त गाह्रो। त्यही हो, हामीले चाहिँ यहाँ लिएको मुगाले कस्तो भयो अन्त भयो लगाइदिनु हुन्न दाजुलाई। कहाँ बन्छ एयरपोर्टतिरै किन अझैले लगाइदिने गएछ त हजुर म उडाइदिन्छु क्या। मलाई ल गोब्रो के भयो भने चाहिँ रोकियो ट्याक्क फुल भयो हजुर। भर्खर हजुरले खुवाउन लाउने होइन रोकेर हो बल्ल।
सबैजना सेन्टी के भन्न चाहनुहुन्छ? केही छैन म निशब्द छु हाम्रो बालक अहिले होला विडम्बना हाम्रो नेपालको हालत त्यस्तो छ हेर्न सक्नुहुन्छ तपाईँहरू अब कति नेपालीहरू बाहिरिएका छन् भन्दै अनि आज चाहिँ दाजु अस्ट्रेलिया जाँदै त्यही हो के भन्नु छ र ल अहिले आउँछु बाबु वीडियो बनाइदिन्छ न लाइट छैन लाइट अझै बाल्देऊ न तेरो मोबाइलले खिच्नु बाबु खिचिरहेको छु हजुरहरूले पत्रकार आएको के छ एयरपोर्टमा गएर आँसु ननिकाल्नु होला फ्लाइट चाहिँ छैन के हेर ला सल्न मलाई दिन्छु यो सजिलो बन्यो दिदी अब ओके फोटो हाल्नु हैन कस्तो फिल भइछ छोडा ब्लग
फेरि पनि आज पनि नयाँ दिन र नयाँ दिनको सुरुवात। त्यही आज चाहिँ काइकिङ होइन भेनाजु, काइकिङ हामी भेनाजु र म दुइटा चाहिँ आज काइकिङ। अब यस्तै छ रमाइलो, यस्तो छ यार हात कामी चाहिँ मोबाइल खस्छ कि भनेर। अनि म चाहिँ अहिले मोबाइलबाट चाहिँ अहिले यति बनाउँछु, अनि भेनाजुकोबाट गोप्रोबाट गर्छु म चाहिँ अहिले भेटौँ ल। लगेडा हो फाइनली हामी आइसक्यौँ यार, हात कामेर गाह्रो छ एउटा गाह्रो। म चाहिँ अघि राखेर बनाउँछु कस्तो हुन्छ। फर्स्ट टाइम हो एउटा अलिकति डर रिक्स चाहिँ हुन्छ है नजानेकोलाई चाहिँ। म चाहिँ अलि नजाने नि अलि माइन्डको चाहिँ पर्फेक्ट छु कि माइन्ड सेट गर्न। त्यही हो मोबाइल खस्छ कि अन्य डर हो, अरूको त छैन। हजुर जाऊँ न त, ठिक छ भने चाहिँ चलाइ। मोबाइल खस्छ अन्त वाटरप्रुफ हो क्या भेना चाहिँ होइन होला। अनि कहाँ खोज्ने ए त हामी अलि उता डाँडा जान्छौँ र भेट्छौँ फेरि होइन भेनाजु। ल ल मेरो त हात खाइन्छ ल। धेरै टाढा आइयो फाइनली। कस्तो कहाँ हो कस्तो आडा त्यहाँ लगाइसिन्छ। भेनाजुले दिमाग लाउँदै होइसिन्छ है। मैले भ्लगै बनाउन पाइनँ कि यसरी एक हातले यो चलाउनु पर्छ, दुई हातले, अनि एउटा कहाँ साथ्ने। अनि यस्तो दिमाग लगाइसक्छ भेनाजुले होइन केटा हो। म चाहिँ अहिले फाइनली तानिन्छ भेनाजु तानिन्छ। ओहो सही हो सही हो सही हो। अनि के हो भने चाहिँ मेरो भ्लग चाहिँ 2-3 दिनको स्टक छ होइन, त्यहीसँग अब जोडेर यो पनि आउँछ। अनि अब चाहिँ लेग साइड बोटिङ ट्याक्क लगाएर जाँदैछ। तर यत्तिकै मैले नि बोटिङ गराउँछु भनेको अलि गाह्रो भयो कि, त्यही भएर नि हो दिमाग लाउनु पर्यो न। त्यही हो अब बोटिङ चाहिँ चट्ट। मोबाइल छोडिदियो नै सक्यो कि उता टाढा नि रहेछ के यार। हजुर हुन्छ गच्छ अडिरहेछ कि ठिक उडिरहेछ तर यत्तिकै नै। दिमाग लाइसिन्छ भेनाजुले तर डरै हुने रहेछ यस्तै घ्याच्छ लाग्दा। जुक्ति ठिक छ भने यत्तिको हँसी त अनि यत्तिको दिमाग चाहिँ लाउनु पर्छ है। कोही अब यसलाई के भन्छ अरे भेनाजु? कायाकिङ गर्नु मन छ भने यत्तिको बुद्धि चाहिँ लाउनु पर्छ दुईजना हँसी। अनि भिडियो हजुर यत्तिको दिमाग चाहिँ लाऊ है एउटा हो सबैले, यत्तिको दिमाग चाहिँ सबैले लाउनुपर्छ। तर हाम्रो जस्तो भिराजुको जस्तो दिमाग चाहिँ अरूको हुन्न होला सायद। अनि कसले गरे होला र यस्तो होइन भेनाजु? फर्स्टै हामी होला क्या। अनि यो चाहिँ ब्यागको है मेरो, मैले भिडियो ब्यागको। अनि
आजको भ्लग चाहिँ यस्तै आउँछ खै को तर पनि ऊ होला है भेनाजु चाइनिजहरू अहिले चाइनिज आएको थियो कि यतै जाम न चाइनिजहरू रमाइलो हुने रहेछ मेरो चाहिँ फर्स्ट टाइम हो तर भेनाजुको चाहिँ सेकेन्ड टाइम होइन हजुर उहीँ दुबई है तर रमाइलो भएछ आज नि भेनाजुसँग पहिल्यै आउने भनेको पहिला चाहिँ त्यस्तै भयो दाजुको कामले गर्दा नि दाजुले अड्काइदियो कि अब मलाई उसले भेनाजुलाई अनि दाजुको नि त्यस्तै काम हो अब यो चाहिँ भ्लगमा छ सबै भिडियो के भयो के गर्यौँ अनि अस्ति चाहिँ हामी काठमाडौँ गइदियौँ सबैजना अनि सबैजना काठमाडौँ गएर अनि 2 दिनको बसाइपछि फेरि हामी पोखरा आइसकेछौँ अब 2-3 दिनपछि गाउँ जान्छु होला सायद गाउँ जान्छु गाउँमा नि अब खेत रोप्नु छ त्यही हो खेत सकेपछि चाहिँ अब पोखराको बसाइ हुन्छ अनि त्यहाँबाट फेरि अब नयाँ भ्लग आउँछ अब भेनाजु चाहिँ 1 महिना तक्क होइसिन्छ होइन अब भेनाजुको नि 1 महिना तक्क छ छुट्टी अनि त्यहाँबाट हामी दुइटा चाहिँ कहाँ गइन्छ भेनाजु चाहिँ बाहिर गइसिन्छ अनि फेरि आइसिन्छ अनि फेरि बोटिङ गरिन्छ दुइटा साला भेना मिलेर अनि सानो दिदीलाई बोलाएको सानो दिदी चाहिँ आउनै मानेन हिँड्न भनेको के अरे अर्को शनिबार जान्छु भनेको अर्को शनिबार के हो हामी चाहिँ त्यही भएर अहिले आइसक्यौँ बोटिङ तर हाम्रो चाहिँ यस्तो ठुलो के फेरि त नि आमा आँखाले हेरेरै नभ्याइने पानी है भेनाजु हजुर त्यही भएर नि धमिलले होला नि खिच्दिउँ भेनाजु फोटो रोका है एकचोटि भेनाजुको चट्ट फोटो खिचाइ आउँछु म हामी चाहिँ टाढा छौँ धेरै टाढा अहिले चाहिँ अनि गोब्रोबाट हान्ने भनेको गोब्रो सर्ट अब गोब्रो सर्ट चाहिँ अब अर्कोचोटि अहिले चाहिँ स्टोरेज फुल भएछ त्यही हो अब हाम्रो चाहिँ आधी घन्टा होइन भेनाजु कति बज्यो कतिमा आएको रे भेनाजु हजुर 17 मिनट जति छ है अब चाहिँ 17 मिनट चाहिँ भेनाजु मान्छे त धेरै रहन्छ अब त त्यही हो आज चाहिँ त्यही काइकिङ हो कि के हो के अरे हो त्यही हो त्यही आजको भ्लग चाहिँ यस्तै हुन्छ र यति नै हुन्छ होला आज चाहिँ धेरै दिन भयो नहालेको नि अनि आज चाहिँ यति नै हालिदिन्छु अहिले इन चाहिँ अलि बाहिर गसी गरौँला होइन दाजु बाहिर गसी ट्याक्क लाएर बाहिर जान्छौँ अनि बाहिर गएपछि गर्छ अनि भेनाजु त ट्याक्क ऊ जस्तो देखिनु चाहिँ लाउरेहरू हुन्छ है ट्याक्क त्यही हजुर त्यही अब भेनाजु नि धेरै हुँदैन अब विदेशको बसाइ होइन भेनाजु त्यही हो अब छोरा मान्छेको जिन्दगी अब त छोरा मान्छे नि के गर्ने अब छोरी मान्छेको जिन्दगी नि त्यही त हो गाउँ के अरे देश छोडेर जसै जानै पर्ने अनि त्यस्तै पुरानो पार्टी साथीहरूलाई भन्दा पनि एकचोटि चाहिँ आफ्नो घर परिवारलाई पनि होइन अनि सम्झाएर अब राम्रो व्यक्ति छानेर चाहिँ भुटाल्नै गर्नु त्यही दलको मान्छेहरूले अब राम्रो मान्छे पनि होला होइन अब त्यही सेम पार्टीमा फेरि त्यो पार्टीलाई भोट हाल्यो त्यो पार्टी जितेर जान्छ उसले आएको छु भनेको उयो काङ्ग्रेसमा शेरबहादुर केपी प्रचण्डै हो राष्ट्र त्यही भएर नयाँ व्यक्तिहरूलाई नयाँ पार्टीहरूलाई देश बनाउन माओवादीले गर्छ भनेर उनीहरू सत्तामा आउने बेला ल्याएर टन्नै सिट ल्याएर
अनि अरे के गर्छ सबै चोर फटा नेपालमा पैसा त माला मान्छ अब हामी सोचाएर त यहाँ कामै छैन दिनु पर्ने मात्र माला मान्छ छोरा सादा त त्यही हो त्यसलाई किन्छ अनि यस्तै छ काम गर्यो भने महिना वर्ष हुन्छ नि त अनि हामी चाहिँ त्यही महिना पुऱ्याउनलाई विदेश त्यस कारणले युवाहरूले देश बचाउ दिनुपर्छ आफ्नो बुवामा पनि पार्टी नछोड्नुलाई केही भएन एकजनालाई भोट बदले भयो अनि 84 विषयमा अनि त्यही हो अब होइन भेनाजु चाहिँ अर्को दिनको सुरुवात आजको भिडियो चाहिँ त्यति आजको होइन हिजो अस्तिको काठमाडौँ गएको अनि हिजो काइकिङ गरेको अनि अर्को चाहिँ त्यही हो त्यति दुईवटा कन्टेन्ट चाहिँ त्यही हो काठमाडौँ चाहिँ के कारण किन गएको भन्ने त्यही भिडियोमै छ सबैले भिडियो हेरेर माया साथ सपोर्ट गरिदिनु होला आजको भिडियो चाहिँ यति नै हुन्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला त्यही भन्दै आज चाहिँ बिदा हुन्छु भोलि चाहिँ अब गाउँ गइन्छ होला गाउँमा गएपछि गाउँको भिडियो आउँछ खेत रोपेको त्यही हो अब भिडियो चाहिँ गाउँमा धेरै बसे हुन्न अब 3-4 दिन बसिन्छ होला अनि त्यहाँबाट चाहिँ फेरि पोखरै बसिन्छ पोखराको आउँछ भिडियो ल आज चाहिँ यति नै